आदरणीय सज्जनवृन्दहरू, हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु। आज म यहाँहरू समक्ष विक्रम सम्वत 2083 सालभरिका दोकान खोल्ने लग्न भएका दिनहरू प्रस्तुत गर्न गइरहेको छु। 2083 सालमा कहिले कहिले दोकान खोल्न मिल्छ त, नयाँ पसल सुरु गर्न कहिले मिल्छ त, त्यो जान्नको लागि कृपया यो भिडियो पुरा हेरेर लाभ लिनुहुनेछ भन्ने आशा एवं विश्वास व्यक्त गर्न चाहन्छु। र 2083 सालको वैशाख महिनाको 7 गते, 21 गते, 25 गते र 31 गते दोकान खोल्ने लग्न भएका दिनहरू रहेका छन् भने 2083 सालको असार महिनामा 10 गते, 13 गते र 18 गते दोकान खोल्ने साइत रहेका छन्। त्यसै गरी 2083 सालको भदौ महिनामा 1 गते, 4 गते, 14 गते, 19 गते, 28 गते र 29 गते दोकान खोल्ने साइत रहेको छ भने 2083 सालको असोज महिनामा 1 गते र 5 गते दोकान खोल्ने लग्न रहेका छन्। त्यसै गरी 2083 सालको कार्तिक महिनामा 15 गते, 16 गते, 19 गते र 29 गते दोकान खोल्ने लग्न भएका दिनहरू छन् भने 2083 सालको मङ्सिर महिनामा 5 गते, 6 गते, 9 गते, 10 गते, 13 गते, 17 गते, 19 गते र 26 गते दोकान खोल्ने लग्न भएका दिनहरू रहेका छन्। त्यसै गरी 2083 सालको पुस महिनामा 4 गते, 11 गते, 15 गते र 25 गते दोकान खोल्ने साइत भएका दिनहरू रहेका छन् भने 2083 सालको माघ महिनामा 9 गते, 14 गते र 29 गते दोकान खोल्ने साइत रहेका छन्। त्यसै गरी 2083 सालको फागुन महिनामा 7 गते, 13 गते, 20 गते र 26 गते दोकान खोल्ने साइत रहेको छ भने 2083 सालको चैत्र महिनामा 4 गते, 10 गते, 18 गते, 25 गते, 28 गते र 29 गते दोकान खोल्ने साइत रहेका छन्। यी दिनहरूमा दोकान खोल्ने लग्न भएको भए तापनि पसल गर्ने कर्ताको जन्मराशि अनुसार आफूलाई जुर्ने महिना र आफूलाई जुर्ने दिनमा मात्र दोकान सुरु गर्न राम्रो मानिन्छ। यसको लागि तपाईले नजिकैको ज्योतिषीसँग परामर्श गरी लाभ लिन सक्नुहुनेछ। धन्यवाद।